यहाँनिर आइरहेको छु होइन। अनि चाना दिदीको चाहिँ त्यता प्रोग्राम स्टार्ट हुन लागिरहेछ। म र इसाना चाहिँ हामी चाना दिदीले डान्स गरेको हेर्नलाई पर्खिरहेको छौँ होइन। अनि अरू भन्छौ न। अनि चाना दिदी आयो भने यस्तो अनि अजा पनि आउनु भएको छ, उता मम्मी पनि आउनु छ। आउनु त। हामी यहाँको कति हो घन्टा भयो, 12 बजिसक्यो, अझै प्रोग्राम भएको छैन, सुरु भएको छैन। सानालाई अल्छी लाग्यो हो, सानालाई पनि अल्छी लागिसक्यो। यहाँ नानीहरू पनि आएका छन्। हतार गरेर आएको अरे छैन भरे त। बोल्न पनि आउँदैन रहेछ हौ। अनि ज्ञानी मान्छेहरू त बोल्छन् नि त, अनि खै त अनि बोलेको त अनि। ए ज्ञानी होइन नि तिमीहरू त, उता पछाडिको पो ज्ञानी हो त। बिर्सिरहेको म त। Pre-primary level competition we are going to have shortly. We asked the teachers from the respective schools to prepare their children for the coloring, handwriting and dictation competition. So the schools, there are 8 participant schools for this competition. यहाँ खेल्न बितिरहेछ। यहाँ अर्को आयो, ऊ त्यहाँ अर्को छ। यिनीहरूलाई चाहिँ खेल्न भयो भने पुग्यो होइन, खेल्न भयो भने पुग्यो होइन। उहाँहरू अर्को। मैले 5 लग्यो भने तिमीसँग 20 रुपिस थियो भने तिमीसँग 15 रुपिस रहँदैन त। मुख खोल्यो बल्ल। प्रोग्राममा आउँदा चाहिँ जहिले यस्तै ढिलो हुन्छ। पोहोर पनि ढिलो, यसपालि पनि ढिलो। यसपालि त झन् खै 1 बजिसक्यो, सुरु भएको छैन। अब अझै कति टाइम लाग्छ के अरे, खै होला नि त, भाइरल हुन्छ। अब म त त्यस्तै पनि हाल्छु। कहाँ हुन्छ त्यस्तै, गाह्रो छ। आँखा निदाउन आँटिसक्यो, 1 बजिसक्यो, सुरु भएको छैन। के पर्यो फेरि चक्लेट झर्ला नि तल। के परेछ? ओइ फेरि परेछ त नि। घुमाउ गएर उता बिचमा। बल्ल सुरु हुन लाग्यो। अब चाहिँ अलिअलि चहल पहल देख्दैछु। इसाना यहाँ हेर न हौ, इसानाले मलाई दिँदैन अरे चक्लेट। पोखिसक्यो सबै। Education is the most powerful weapon which you can use to change world. आज हामी मिडल पोइन्ट एलिमेन्ट्री स्कुलको यो प्राङ्गणमा उभिएका छौँ र यहाँ सम्पूर्णलाई म कार्यक्रम सञ्चालक देशराज नेम्बाङको तर्फबाट हार्दिक स्वागत अनि न्यानो अभिवादन टक्राउन चाहन्छु। पर्खिँदा बल्ल बल्ल वेलकम डान्स स्टार्ट हुन लाग्यो। अब चाहिँ यो चाहिँ हाम्रो छोरी। हेलो। ल हेरौँ है त, एकछिन भए पनि रमाइलो गरौँ। ए
केटाकेटीहरू धेर हिँडाउ न अरू जिल्लाहरूमा पनि विभिन्न किसिमका कार्यक्रमहरू त भइरहेका छन् तर खेलकुद कार्यक्रम हामीले गर्न सकेका छैनौँ। आगामी दिनहरूमा अरू जिल्लामा पनि यो किसिमको कार्यक्रम गर्नुपर्छ भन्ने मलाई लाग्छ। गर्नुहुने सम्पूर्ण मित्रज्यूहरू साथै हामीभन्दा अगाडि भन्नुभएका हाम्रा प्यारा भाइ बहिनी अभिभावकज्यू शिक्षक शिक्षिका साह्रै छोटोमा भन्न खेल खेलेर सिपलाई मात्रै विस्तार गर्दैनन्, सिप हासिल मात्रै गर्दैनन्। यदि एउटा बालबालिकाले राम्रो खेल खेल्छ भने उसले खेल सँगसँगै अरू धेरै राम्रा कुराहरू गर्न सिक्छ, सँगसँगै पढाइलाई पनि उसले अगाडि बढाउन सक्दछ। त्यो भूमिकाको लागि सम्मान जनाउँदै म आमन्त्रण गर्न चाहन्छु माथि नै स्टेज माथि नै आउनु होला। फ्रम डेलिया बोइज कलरिङ दीपक नेपाने जो हाम्रो प्रदेश कमिटीमा पनि हुनुहुन्छ, प्रभाव विस्तार गर्दछ। त्यस्तै गरी युनिक राजवंशी फ्रम काङ्गोई, अब भने म आमन्त्रण गर्न चाहन्छु गर्ल्स तर्फको प्री प्राइमेरी कलरिङ तर्फ Britiska, I think. Bristika Stress, Middle Point Elementary School, founder, principal, सबै यहाँ आउनु होला स्टेजमा। यो उपलब्धि तपाईहरुको Bristika Stress सर, केशव पोखरेल सर यसमा जज हुनुहुन्थ्यो र एकदम कुशलतापूर्वक गर्नुभएको थियो। उहाँलाई विशेष धन्यवाद। त्यस्तै थर्ड प्राइज विनर इन क्विज संकल्प दाहाल, युनिका अधिकारी एन्ड अश्विन म्यामलाई नै लिदिनु हुन अनुरोध गर्दछु। सेकेन्ड प्राइज विनर को सम्मान भइरहेको छ। Essay writing, Nepali and English. Be ready, you know the result. Essay writing, हामी लगातार अगाडि आइदिनु हुन अनुरोध गर्दछु। Essay writing फर्स्ट यो सिद्धार्थ स्कुलमा भएको थियो, हाम्रो सैनिकमा अवस्थित धर्मराज माझी ज्यूको स्कुल, त्यो प्राङ्गणमा भएको थियो। अंशु गिरी एसे राइटिङ नेपाली तर्फ सरी म गर्ल्स भनिन। अमन माझी दोस्रो र लक्ष्मण गणेश तेस्रो काङ्गोई। अंशु एमईटी पब्लिक स्कुल, अमन you need to celebrate, this should be the year। हामीले यसै गरी चौथो शीर्षकको चौथो स्पर्धाको पाडिसकेका छौं। त्यसै गरी अब प्राइमेरी डिक्टेसन, प्राइमेरी स्पेलिङ डिक्टेसन यो बेबील्यान्ड बिर्ता मोडमा भएको स्पर्धामा म यहाँहरुको ध्यान आकर्षण उसको दिदीको चाहिँ हो।
कोही हुनुहुन्छ प्लिज यही बिचमा हामी गीत बजाएर सुन्न सक्छौँ र हामी सम्मानको कार्यक्रमतर्फ अगाडि बढ्न गइरहेका छौँ। हामी सबैको हातमा केही न केही छ, केही न केही प्राप्त गरेका छौँ। त्यसकारण आज सेलिब्रेट गर्नुहुनेछ एउटा क्लियर भोइस